डोको चुक्का खोल्नु भएको मात्रै ढोका बाहिर हेर्दा त छैन मान्छे फेरि फोन हाने पानी छोडेछ है तिमीले छोडेर यस्तो यस्तो गऱ्यो भने कसरी मोमो बनाउने यस्तै गरेर मोमो बनाउने ए ल मोमो बनाउन अब त्यो गरेर होटल गर्नु परेछ अब हाम्रो घर आज मोमोको पार्टी छ हाम्रो घरको परिवारले मोमो बनाएर इस्कुसको अनि मासु पनि छ मासु पनि अनि इस्कुस मासु मिठो हुन्छ भनेर अनि सबै बनाएर खान लाग्यो अङ्किता नि बोल्यो एकचोटि के अरे खाने पकाइदिनु बोल्नु के बोल्नु बोल्न आउँदैन बोल न तिम्रो भाषामा बोल न होइन त बाहिर जस्तो बनाएर केही गर्ने मोमो बनाउन आउँदैन थियो अचाल त मोमो बनाउन आउँछ त्यही भएर बाहिर होटल गरौँ भनेको अब छोराहरूले दुःख नगर्नु बाबा मम्मी अब कति दुःख गर्नुहुन्छ भन्छ त्यही भएर घरमा खानाको लागि त बनाउनु पऱ्यो होइन अन्त मोमो बनाएर बेच्नु त भनेको के अरे छोराहरूले दुःख नगर्यो भन्छन् छोराबुहारीले दुःख सुख कटाएपछि के दुःख गर्नु है अब आयो त्यसैमा खाने अहिले ला यो ठुलो भएछ उसमा छोरे भयो दुध खाना त दुध खाने हो यहाँ त दिन्छु मोमो र दुध खाँदा यस्तो लामो हुन्छ बाबा पार्टी खाँदै हिँड्दै मोमो बनाउँदै खाँदै
साथीहरूको भैलोको पार्टी रहेछ अरे अँ, है त्यो त जाम भन्यो एकातिर बेलुका साँझ हुन्छ होला कचेर हुन्छ अरे ल ल सबैकै दिन्छ भने तिमीहरू त आइपुग्नु होइन 3:30 बजी त आइपुग्नुहुन्छ होला यहाँ 3 बजे कि 3 बजे कति बजी मैले त्यो भन्दा पहिला म उठेर गरेपछि ठ्याक्कै 3 बजी थियो त्यतिखेर गर्दाखेरि गणेशले आइपुग्न लाग्यो नि अन्त एकछिनमा फेरि फोन गर्नुहुन्छ पछि छिटो आएको चाहिँ ढोका चुक्कल भएको थियो नि त अनि ढोकुटै चुक्कल खोल्नु भएको त ढोका बाहिर हेर्दा त छैन मान्छे फेरि फोन हानेको त अन्त यहाँ साथीहरूको त्यो भैलोको पार्टी रहेछ ल यतातिर जाउँ भन्यो यतातिर गएँ ल बेलुका आउँछु होला सधैँ हुन्छ होला कति हुन्छ त्यो काठमाडौँको त्यही सँगै भएको साथी सबैजनाको साथी उनीहरूलाई कहीँ गएर भन्ने त्यही होला नि कतातिर टिटी खाएको खाएन नि खाउने नि यसो